दुर्गा परसाई पक्राउ परे भनेर निकै सोशल मिडियामा हल्ला चल्यो। यो हल्ला आफ्नै उनको सचिवालयले नै चलाएको हो। यो सचिवालयमा हिजो भिडियो पनि त्यहीबाट पोस्ट हुन्छ, बारम्बार सबै पोस्ट पनि हुन्छन्, भिडियो पनि आउँछ। तर भारतको आसाममा पक्राउ पर्यो भनेर यो पोस्ट गर्यो। तर यहीँनिर चाहिँ प्रहरीले चाहिँ छैन भनिदियो। प्रहरीले यो कन्फर्म छैन, हामीलाई थाहा छैन भन्यो। प्रहरीले केही गर्न सक्दैन, न कन्फर्म गर्न सक्छ न पक्राउ गर्न सक्छ। यति निकम्मा देखिन्छ। बार बार पोस्ट आइरहेछ होइन, त्यहीबाट फेरि पक्राउ पर्यो भनेर पनि पोस्ट आउँछ। तर प्रहरीले केही छैन, कन्फर्म अननोन छ। यति धेरै कन्फ्युज पारेर नेपाली किन बनाएको हे भगवान्, अचम्म लाग्छ। कि हो भन्न सक्नु पर्यो, कि होइन भन्न सक्नु पर्यो, कि पक्राउ गर्न सक्नु पर्यो है। अहिलेका गृहमन्त्रीको त अचम्मको कुरा पनि देखिन्छ। अब यहाँनिर निकै हल्ला पनि चलिसक्यो। हल्ला किन चल्यो भन्दाखेरि उनकै आफ्नै सचिवालय छ, त्यो सचिवालयले हालेको भएर मान्छेले विश्वास गरे हो कि हामीले पनि त्यही विश्वास गरेको। सचिवालयले हालेपछि हिजो अस्ति त्यहीबाट आउँथ्यो। त्यो हुनाले यो मलाई लाग्छ यो भ्रम फैलाइएको हो, जहाँसम्म पक्राउ परेका छैनन् जस्तो लाग्छ मलाई चाहिँ।